बाउजू तिम्रो मन कतिसम्म सुर्ती रहेछ बाउजू तिम्रो मन साउनको पानी जस्तै आँसु छन् दरर साउनको पानी जस्तै आँसु छ दरर मै चेलीलाई बाटो देखाइदिनेको छ र मै चेलीलाई बाटो देखाइदिनेको छ र किन पाउँथ्यो यति पीडा गर्भमा भए किन पाउँथ्यो यति पीडा गर्भमा भए मै छोरीका खुसी पनि आमासँगै गए मै छोरीका खुसी पनि आमासँगै गए साउनको पानी जस्तै आँसु छन् दरर साउनको पानी जस्तै आँसु छ दरर मै चेलीलाई बाटो देखाइदिनेको छ र मै चेलीलाई बाटो देखाइदिनेको छ र
नमस्कार, म खान्डु लामा। देश विदेशमा छरेर बस्नुभएका तमाम भगवान रूपी आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरू, हामी एउटा दृष्टिबिनहरू मिलेर विभेद होइन विविधतामा रमाउँ, समावेशी समाज बनाऊ, दृष्टिबिनद्वारा सञ्चालित नयाँ फाउन्डेसन नेपाल भनेर सानो स्टुडियो खोलेको छौँ। अनि त्यसमा चाहिँ हामी अशक्त अपङ्गताहरूलाई मैले लिड गरेर एउटा उहाँलाई स्थान दिएर काम गरिरहेको छौँ। यो पनि विशेष चाहिँ म आज यो गीत चाहिँ सुनम दिजी शेर्पाको थ्रोबाट उहाँको साथीहरूले धेरैले सहयोग गर्नुभएको छ, उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सबैजनाले चाहिँ यो गीत चाहिँ एनबिएफ नेपाल युट्युब च्यानलबाट आउँछ, सबैले सब्सक्राइब गरेर माया गरेर साथ सपोर्ट गर्नुहोला। राम्रो मान्छेलाई जसले नै साथ सपोर्ट गर्छ, अलिकति अशक्त अपङ्गताहरूलाई चाहिँ साथ सपोर्ट गर्ने नै कमै हुन्छ, किनभने देख्ने मान्छेहरूले चाहिँ सिधै उहाँहरूको आँखा शारीरिकलाई जज गर्छ, उहाँभित्र रहेको कला गला क्षमतालाई कसैले बुझ्दैनन्। त्यस भएर साँच्चीकै तपाईँहरू मन्दिर गुम्बा धाउनु पर्दैन, धर्म पनि यही नै हो होइन। म आफै एउटा दृष्टिबिन भएको दृष्टिबिन व्यक्ति हुँ है, तर दृष्टिबिनहरू सबै एउटै हुँदैन है। म आफै स्वयं आफ्नै लाइफको मात्रै भइदिए त म आफै खाना लाउन भगवानको कृपाले त्यति समस्या छैन, किनभने म भन्दा धेरै दुःख कष्टमा परेकोहरूलाई मैले साथ दिन पाऊँ भनेर एकदमै अघि बढिरहेको छु। मैले मात्रै गरेर हुँदैन रहेछ होइन, सम्पूर्ण यो 3 करोड जनता भगवान रूपी दर्शकहरूको माया साथ सपोर्ट चाहिँ एकदमै खाँचो रहेछ। त्यस कारणले चाहिँ तपाईँहरूले एनबिएफ नेपाल युट्युब च्यानललाई सब्सक्राइब गर्न कन्जुस नगर्नुहोला, पैसा लाग्दैन भन्न चाहन्छु। अनि धेरै माया गर्नुहोला। यो गीत पनि एनबिएफ नेपाल युट्युब च्यानलबाटै आउँछ है, यति भन्न चाहन्छु। धेरैले माया गर्नुहोस्, धेरै धेरै धन्यवाद, बाई बाई।